बहुमत चाहियो। बहुमत दिएर काम गरेर 5 वर्षसम्ममा नेपालको कायापलट गर्न सकिन भने अहिले पनि भन्छु म, त्यस्ता जाब होइन, त्यस्ता जाब होइन। उहाँले भनेर हुन्छ र, सघाउनु त मलाई एमाले पनि सघाइरहेछ नि। एमालेकै भोटले जित्छु म। बहुमत ल्याएर जितेर 5 वर्षमा देशको कायापलट गर्छु भन्नुभएको छ उहाँले। एकदम राइट कुरो, क्ल्यापिङ। हामीले चाहेको परिवर्तन हो। तर तपाईले त भनिसक्नु भएको छ, मलाई एमाले पनि सहयोग गरेको छ, म भोलि एमालेको भोट लिएर पनि जितेरै छाड्छु। तपाई त भित्रभित्रै केपी ओलीसँग त मिलिसक्नु भएको रहेछ त, जनतालाई अन्धकारमा राखेर। यस्तो खालको परिवर्तन हामीलाई चाहिँदैन। हामीलाई नयाँ परिवर्तन चाहिएको। यही पुरानो पार्टीसँग सामेल भएर, संलग्न भएर परिवर्तन ल्याउने तपाईको सपना छ भने नि यो परिवर्तन जनतालाई चाहँदैन। बुझ्नुभयो? जनताले नयाँ युग खोजेको, नयाँ सरकार खोजेको। त्यही पुरानो सरकार हत्यारा सरकार होइन, भ्रष्टाचारी सरकार होइन। र हर्केको झोलेहरूलाई क्वेसन, तिम्रो हर्के भन्दै हिँड्छौ नि, तिमीहरूको हर्के पार्टी अध्यक्षले त बोलिदियो त, मलाई एमाले सहयोग गरेको छ, म एमालेको भोट ल्याउने भोलि जितेर छाड्छु भनेर। अनि तिमीहरूको किन गाँठ चाहिँ जलेको? कुचुक 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 चाकमा किरा परेको तिमीहरूको? सोच्ने शक्ति छैन तिमीहरूको? भोलि गएर नि यो दुईजनाले सरकार बनाएछ भने, केपी ओली र हर्क साम्पाङले मिलेर सरकार बनाएछ भने तिमीहरूको चाक नि यसरी हान्छ यिनीहरूले। बुझ्यौ नि? हर्के भनेको छ साला झोलेहरू, हर्कबाद ल्याउने, खुलित्तै झेक्ने हो हर्कबाद ल्याउने।